वेलकम टु हाम्रो गोल्डन डक पोडकास्ट है। यसमा आज हामी विश्लेषण गर्दैछौँ इन्डिया इङ्ल्यान्डको पहिलो गेमको। निकै नै रोमाञ्चक गेम थियो। त्यसमा हाम्रो दाहिनेपट्टि हुनुहुन्छ इङ्ल्यान्ड समर्थक, देब्रेपट्टि हुनुहुन्छ इन्डिया समर्थक। नमस्कार, म सम्वेक कुमार अधिकारी र विराट कोहलीको ठुलो फ्यान र इन्डिया समर्थक पनि भन्न सक्नुहुन्छ। अनि यसमा चाहिँ अब म इन्डियाबाट सुरु गरेँ है त। कहाँ चाहिँ गेम फुस्किन गयो होला? गेम फुस्किन गयो यो गेम जुन सञ्चालन हुनुभन्दा अगाडि नै जुन अब यो गौतम गम्भीर यो सिलेक्सन यो अजित अगारकरको यो टिमको नै एउटा निर्णय थियो, जुन थियो रोहित कोहलीलाई चाहिँ टिमबाट निकाल्ने भन्ने जुन उनीहरूको निर्णय थियो, त्यहाँ नै हामी फेल खायौँ भन्न चाहन्छौँ। अब यो तपाईँहरू सबै मान्नु होला, के अरे यो टेस्ट सिरिजमा इन्डियाको टिमबाट जुन फायर पावरहरूदेखि लिएर एग्रेसिभनेसहरू थियोदेखि लिएर होइन, त्यो कुनै पनि थिएन। जुन विराट कोहलीको पालामा हुन्थ्यो, जुन विराट कोहली फिल्डमा हुन्थ्यो, त्यो हामीले कहीँ कति देख्न पाइन्छ। यो त इतिहासमा पहिलोचोटि नै होला। यो स्ट्याटको बारेमा चाहिँ मलाई त्यति थाहा भएन। एउटा 400-300 हारेर अपोजिसन टिमले हार्नु भनेको विरलै नै हुन्छ। यसमा मेन यो दोस्रोचोटि भइसकेपछि त मेन भनेको नै क्याप्टेन्सीको नै क्याप्टेन्सीमा नै हो। अहिले नयाँ प्लेयरहरू, नयाँ गिल जस्ता प्लेयरहरू आएका छन्, तर त्यो तरिकाको हामीले योमा देख्न सकिन्छ। त्यहाँ चाहिँ फेल चाहिँ हामी देखाएको भन्न सकिन्छ। यसको अपोजिसनमा चाहिँ फेरि के भन्न सकियो भन्दा कुनै न कुनै फेजमा एकचोटि ट्रान्जिसन त गर्नु पर्यो होइन। रोहितको पनि रन आइरहेको थिएन, कोहलीबाट नि कमै आएको थियो। एउटा एडलेडमा रन आएको थियो, 100 आएको थियो। त्यो बाहेक अस्ट्रेलियासितको सिरिज पनि पुरै लिन नै थियो एउटै। अनि अझ क्रिटिसिजम धेरै भएको कारण चाहिँ के थियो भन्दा एउटै सिमिलर काइन्ड अफ डिसमिसल थियो। अनि अब मुभ अन गर्नु नै बेठिक हो र रन त आएको थियो नि त, रनमा त केही प्रब्लम भएन नि त। होइन, यो मलाई चाहिँ के लाग्छ भने जस्तो उसले विराट र रोहितको त्यो जुन रिटायर गरेर बाध्य गरायो भन्नुभयो भने तपाईँले भने जस्तो त्यो ट्रान्जिसन चाहिँ नेसेसरी थियो नि त। अब ट्रान्जिसन पिरियडमा टप्सी टर्बी त भइहाल्छ होइन। त्यो भएको हो अहिले खास। अब किन भन्दा शुभमन गिल त अलि यङ नै छ होइन। अब फर्स्ट अकेजन हो एज अ क्याप्टेन इङ्ल्यान्डमा होइन। त्यही माथि अब इन्डिया इङ्ल्यान्डमा जाँदा त्यो पहिलेदेखिको होइन जितेको अहिलेसम्म सिरिज जित्न सकेको छैन भनौँ न। अनि त्यही माथि अब त्यो विकेट चाहिँ अब फास्ट बलिङको लागि हुने र इन्डियन ब्याट्सम्यानहरू त्यो बढी विकनेस चाहिँ त्यहाँ देखिने यस्तो भयो नि त। फास्ट बलिङको विकनेस भन्यो भने इन्डियाले त 800 रन त हानेको छ नि त। 800 रन हानेर हार्नु भनेको यो अल टाइममा दोस्रोचोटि मात्रै हो। उहाँले भन्नुभयो अग्रेसनको कमी थियो, क्याप्टेन्सीको कमी थियो। क्याप्टेन्सीमा चाहिँ रोहितलाई चाहिँ हजुरले त्यस्तो राम्रो क्याप्टेन मान्नुहुन्थ्यो। मैले यदि के भन्छ नि भन्दाखेरि यो कुरामा आउँदाखेरि रोहितलाई चाहिँ अब जम्मा 4000 रन टेस्ट हालेको उसलाई चाहिँ मैले टेस्टमा ब्याट्सम्यानको रूपमा क्याप्टेन्सीको रूपमा त्यति लिँदिनँ यो फर्मेटमा। विराट कोहली उसको प्रेजेन्स नै अब यदि डिप डाउन द बटम अफ द हार्ट होइन, यदि हामी रेडी थिएन विराट कोहलीको लागि रिटायरमेन्टको टेस्टबाट। जुन अब जस्तै अस्ट्रेलिया भर्खर हाम्रो तपाईँले भन्नुभयो इन्डियामा एडिलेडमा मात्रै एउटा सेन्चुरी आएको। अब त्यसमा सबभन्दा इन्डियाको तर्फबाट सेकेन्ड र थर्ड रन हाइएस्ट स्कोर नै विराट कोहली थियो। युएसमा फर्स्ट थियो भनेपछि त्यसमा कसले रन हानेको थियो त नि भनेपछि इन्डिया हार्नुभन्दा पनि विराट कोहली उहाँको त्यसमा चाहिँ भेन्डेटा रहेछ भन्ने बुझ्यो है। अनि यसमा चाहिँ एउटा प्रश्न मेन कारण यो हो। तपाईँको ट्रान्जिसनको फेजको नि कुरा आउँदैछु होइन। मैले एउटा प्रश्न गर्न चाहेँ। ट्रान्जिसन फेजमा टप्सी टर्बी हुन्छ, त्यही हो। तर यङ जुन ट्यालेन्ट छ नि इन्डियामा त्यो चान्स पनि त दिनु पर्यो नि। होइन, चान्स दिनु पर्दैन भन्ने कुरै छैन। हामीले त के भन्न चाहेको भने अस्ट्रेलियाको टेस्ट सिरिजमा नि नम्बर 3 इन्डियनकोबाट फर्स्ट सेकेन्ड थर्ड भित्र चाहिँ
थियो। अनि त्यसै मध्येमा पर्फर्मेन्स पनि घटेको होइन, त्यो बल त पहिलेदेखि नै उसलाई त्यो भइरहेको थियो। अहिले हामीले पनि विराट कोहलीले पनि आइपिएलमा 600-700 रन हानेर आएको। यदि टेस्ट के अरे फर्मकै कुरा गर्नु छ भने त्यहाँ पनि त्यस्तो रन हानेर आएको प्लेयर नै थियो। अब त्यसैमा यो अहिलेको सिचुएसनमा ठिक छ चाहिन्छ, तर एकजना त्यस्तो तर उसले भने जस्तो एउटा सिनियर फिगर होइन जुन चाहिन्छ, अग्रेसन मात्रै होइन, एउटा टिमलाई कलेक्टिभली त्यो इन्सपायर गर्ने मोटिभेट गर्ने रूपमा पनि एउटा सिनियर फिगर चाहिँ ल्याक गरेको देखियो। एउटा प्रश्न मेरो छ, दुईटा भनौँ। पहिलो कुरो चाहिँ जब रोहित क्याप्टेन छैन त्यति बेला इन्डियाले जितेछ, त्यो स्ट्याट्स हेर्नु भयो भने बुमरा क्याप्टेन भएपछि धेरै जितेको छ भनेको। आज रोहितलाई चाहिँ क्याप्टेनको रूपमा मिस गरिन्छ भन्ने चाहिँ म मान्दिनँ। दोस्रो प्रश्न भनेको चाहिँ ब्याटिङमा त केही प्रब्लम थिएन नि त, ब्याटिङ त रन हानेको थियो। अनि अब हजुर भन्नुहुन्छ प्रेजेन्स, फिल्डको प्रेजेन्स, अग्रेसन। आज चियर लिडर खेलाएर त साध्य लाग्दैन नि त, त्यो लेभलको क्रिकेटमा चियर लिडर खेलाएर त भएन नि त। चियर लिडर खेलाउने भन्ने कोसिस छैन नि, त्यसले त तपाईँले हान्दैन भनेर फिक्स गर्नु भएको छ नि त। हान्दैन भनेकै छैन, हान्न सक्ने भयो, नहान्न सक्ने भयो। कसरी भन्न सक्नुभयो नि तपाईँले? फर्मको कुरा आयो नि त, हान्दैन भनेर। फर्मको कुरा टप 3 ब्याट्सम्यानमा लास्ट सिरिजदेखि छ 92-93 रन छ। आइपिएलमा रन थियो। साई सुदर्शन आइपिएलमा आउनु के अरे टेस्ट सिरिजमा आउनुको कारण के तपाईँको आइपिएलमा राम्रो पर्फर्मेन्स गरेको त हो। त्योभन्दा त रणजी ट्रफीमा पनि होइन, आइपिएलमा म्याक्सिमम भएर त्यसको ट्रान्सफर भयो। त्यसको केएल राहुल हेरौँ, रणजी ट्रफीमा वान अफ द बेस्ट पर्फर्मेन्स साई सुदर्शनले भन्यो, त्यसले केएल राहुल के अरे करुण नायर, श्रेयस अय्यरको त्योभन्दा हरेक ट्रफी जिताएको छ अहिले, डोमेस्टिक ट्रफीहरू फाइनल कि ट्रफी जिताएको छ। त्यसको बारेमा खै त कुरा गरौँ, फर्मको कुरा गरौँ न। विराट कोहलीले हानेको छ त 900 के अरे 700-800 रन, त्यसमा फर्म थिएन। तपाईँले कसरी भन्न सक्नुहुन्छ? त्यसमा त हामी त विराट कोहली किन ड्रप गर्यो भन्दा नि श्रेयस अय्यर चाहिँ किन पिक भएन भन्नेतिर जानुपर्ने जस्तो देखियो। अब हामी इङ्ल्यान्डतिर लागौँ। इन्डियाको हामी धेरै नै बोलिसक्यौँ, अब इङ्ल्यान्डतर्फ लाग्यौँ। अब फर्स्टमा क्रिटिसिजम त आएकै थियो, फ्ल्याट ट्र्याकमा टस जितेर बल फर्स्ट गर्नु त्यो अलि अनअर्थोडक्सै भयो। अनि अब ब्याच बल भनेकै त्यही हो भन्ने जस्तो छ। के थियो हजुरलाई, कस्तो कन्फिडेन्स थियो जब इन्डियाले 400 हान्दाखेरि नै जम्मा 2-3 विकेट गएको थियो, त्यति बेला चाहिँ आज डुबियो भन्ने थियो? होइन, त्यो डुबियो नै भन्ने थियो होइन। मैले त अब त्यो अहिले तपाईँले भन्नु त्यो फ्ल्याट ट्र्याकमा बलिङ फर्स्ट रोज्नु त अब त्यो होइन, त्यो बिरलै होइन, कुन सेन्सले काम गर्ने हो त्यो? होइन, बिएसएम भन्न चाहन्छु तपाईँको कुरा चाहिँ बिरलै भन्ने कुरा होइन। लास्ट मैले पनि सेयर पनि गरेको, लास्ट 11 टेस्ट सिरिजमा एउटा ड्र भएको छ र 9वटा फिल्डिङ फर्स्ट जितेको छ। ओभर फर्स्ट म्याच तपाईँले लाइभ हेर्नुभएको थियो भने ओभरकास्ट कन्डिसनै थियो त्यो बेला पनि। फर्स्ट म्याच भयो त्यो टसको डिसिजन एकदमै डे 1मा एकदमै राम्रो थियो, डिसिजन राम्रो थियो, तर इन्डियन ब्याट्सम्यानहरूले चाहिँ राम्रो खेलेको। फर्स्ट इनिङमा त्यो राम्रो बनाइसकेपछि, राम्रो स्कोर इन्डियाले खडा गरिसकेपछि र जब म्याच इन्डियाले टार्गेट दियो 370, मलाई चाहिँ त्यो ड्रमा सकिन्छ जस्तो लागेको थियो होइन। त्यो चाहिँ विन चाहिँ पुल अफ हुन्छ जस्तो मलाई एक्सपेक्टेसन थिएन। तर 4th इनिङमा अब डकेटबाट जुन पर्फर्मेन्स भयो, त्यो ब्याच बलको त्यो एम्पल प्रडक्ट हो क्या। म त्यो एम्पल भन्दा पनि अझै सबैभन्दा बेस्ट प्रडक्ट चाहिँ ब्याच बलको मलाई बेन डकेट जस्तो लाग्छ कि। त्यो चाहिँ उसले राम्रो गर्यो। त्यसमा त्यो क्रली होइन, ज्याक क्रलीले राम्रो इनिङ खेल्यो। अलि स्लो थियो होइन। यसमा मैले प्रश्न गर्न चाहेँ है, अघि उहाँले इन्टरप्ट गर्नुभयो, उहाँले प्रश्न उठाउनु भयो। चेजिङ टिमले जितिरहेको छ होइन, जितेको छ, त्यो स्ट्याट आफ्नो ठाउँमा छ। तर इन्डियाले त हान्नुपर्ने त 600 थियो नि त, 400 मा कोल्याप्स भएको हो कि होइन? जस्तो पाकिस्तानमा फर्स्ट इनिङमा कोल्याप्स भएको, 500-600 होइन, त्यो हानेर ड्र भएको छ नि त। मलाई चाहिँ यो अलिकति इन्डियन बलरहरूको 4th इनिङमा चाहिँ ल्याकै भयो जस्तो लाग्छ होइन। किनभने उनीहरू टेस्ट भनेको बढी मेन्टल गेम हो होइन, मलाई त्यस्तो लाग्छ। अनि मेन्टल्ली चाहिँ अलिकति त्यो डाउन भइसकेको थियो, वेयर अफ भइसकेको थियो कि यो इन्डियन बलरहरू चाहिँ 4th इनिङमा। त्यसमा अर्को चाहिँ अब फिल्डको प्रेजेन्सको कुरामा चाहिँ अलिकति आएको थियो। क्याच चान्सेस चाहिँ धेरै मिस भएको थियो। चान्सेस जस्तो जयसवाल जस्तो अनि अब त्यतिको प्लेयरबाट
त्यो लेभलमा त्यो 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 क्याच छुट्नु भनेको त्यो चाहिँ obvious हो त्यो के हो। ह्यारी ब्रुक डकमा हुँदाखेरि नोबलमा आउट हुनु, त्यसपछि फेरि क्याच ड्रप हुनु, तीनपटक अनि त्यसपछि डकेट 97 सेकेन्ड इनिङमा 97मा हुँदाखेरि सिम्पल चान्सेसै थियो जुन स्ट्यान्डर्डमा हामीले राख्छौँ इन्डियालाई त्यो थिएन। त्यो स्ट्यान्डर्डमा त्यो लिनुपर्ने क्याच त्यो नलिसकेपछि गेम गुम्छ। त्यो चाहिँ उनीहरूको मेन्टली नै डाउन भएको जस्तो देखिन्छ। जब त्यो क्याच ड्रप भयो चान्सेस गएपछि जुन सिराजमा जुन एग्रेसन देखिन्थ्यो नि त्यो सिराजमा त्यो कम्प्लिट के जिरो त्यो उसमा हुनेको 0% देखिएको थियो कि फोर्थ इनिङमा। त्यो इङ्ल्यान्डले चेज गर्दाखेरि 3-7 चेज गर्दाखेरि इन्डियन बलरहरू जस्तो इभन उनीहरूको स्पियरहेड के अरे अब तुरुपको एका होइन बुमराको पनि अब त्यो एकदमै मेन्टल्ली भएको देखिएको थियो होइन। ओभर डिपेन्डेन्स हो त्यो पनि एउटा फ्याक्टर हो जस्तो लाग्छ है मलाई। इन्डियाले लुज गर्ने मेन फ्याक्टर त मैले बताइसकेँ होइन। त्यसमा अब गेममा अब त सकिसक्यो, विराट कोहली त भएन। इन गेमको कुरा गर्नु पर्दाखेरि लोवर अर्डरले इन्डियन टिमको ब्याट्सम्यान के अरे रन हान्नै सक्यो पहिलेतिर। डिफरेन्सै त्यही भएको थियो। यसो हेर्दाखेरि चाहिँ एकदमै चाँडै कोल्याप्स भएको थियो दुईटैमा कोल्याप्स भएको छ। 30-40 रनमा 5-6 विकेट, अर्कोमा 17 रनमा 5-6 विकेट। यस्तो भएर चाहिँ मेन कारण चाहिँ इङ्ल्यान्डको लोवर अर्डरले फर्स्ट इनिङमा हानेको स्कोर र इन्डियाको दुईटै इनिङमा हानेको स्कोर एउटै भएको थियो क्या। एउटै होइन, अझ उनीहरूको धेरै इङ्ल्यान्डको धेरै इन्डियनमा त भयो। अनि अर्को कुरा अब फेरि विकेट पनि फर्स्ट विकेट नै ढिलो भइसकेपछि अब हामी खेलिरहेको मान्छे भइसकेपछि विकेटमा इन्जर भइसकेपछि कसैले अब लिडरसिप भर्खर आएको थियो, फर्स्ट म्याच आएको थियो, उसले पनि सबैलाई समातेर बिल हुँदै जाला होइन। उसले राम्रो त्यो भन्दै त्यहाँ सिनियरिटी प्लेयरको नि अभाव त थिएन त। जसप्रित बुमरा अघि हामीले कुरा गरिहाल्यौँ, क्याप्टेन हुँदाखेरि इन्डियाले रोहित शर्माले भन्दा धेरै जितेको छ रिसेन्ट पास्टमा चाहिँ। यही सिरिजमा बुमराले दुईटा क्याप्टेन्सी गरे जस्तो लाग्थ्यो अस्ट्रेलियासँगको सिरिजमा कि यो लास्ट अस्ट्रेलियासँगको सिरिजमा बुमरा हुँदा जितेको थियो, रोहित शर्मा आइसकेपछिको म्याच हारेको छ कि। त्योभन्दा अगाडि फर्स्ट म्याच हो बाँकी ड्र, एउटा ड्र 2-3टा अस्ट्रेलिया जितेको, तर फर्स्ट म्याच बुमराको क्याप्टेन्सीमा जितेको त्यो पनि हो। उता न्युजिल्यान्ड सिरिज अगाडिको थियो, इङ्ल्यान्डसित थियो। इङ्ल्यान्डसित हुँदाखेरि नि फर्स्टमा रोहितको क्याप्टेन्सीमा नजिते पनि उता बुमराकोबाट जितेको। सिनियरिटी प्लेयरको कमी त होइन नि त। अहिले यस्तो थियो केएल राहुल, ऋषभ पन्त के होइन, ऋषभ त अलिक उसो भयो। केएल राहुल चाहिँ म्याक्सिमम् अहिले उस भनेको केएल राहुलको हामीले इनफिल्ड पनि हेर्न सक्थ्यौँ। गिलले भन्दा त नभनौँ, आफ्टर कति के अरे 30-40 ओभर बाँकी हुँदा चाहिँ केएल राहुलले क्याप्टेन्सी गरिरहेको जस त्यसले फ्री सेटहरू गरिरहेको चाहिँ देख्न सकिन्थ्यो। जस केएल राहुल चाहिँ अब त्यो विराट कोहली रिटायर भइसक्यो होइन। अब त्यो मुभ भने जस्तो मुभ अन हुनुपर्छ जस्तो लाग्छ कि किनभने मुभ बाँकी के छ र अब अर्को के मुभ अन नभए त्यो सम्झेर बसेर त भएर त कहाँ हुन्छ। त्यो मुभ अन सँगै जो नै हुन्छ नि। त्यही त त्यो हुनुपर्छ। तपाईँ हुनुभयो मुभ अन म त हुनु अझै पनि त्यसमा स्टक हुनुभएको छ तपाईँ होइन। यसो हो म स्टक हुन पाएँ, तर इन्डियन टिम त मुभ भइसक्यो नि। मुभ अन भइसक्यो भएर त टिम तपाईँ कसलाई मुभ अन हुनु पर्यो भन्नुभएको मलाई। त्यही त कारणै विराट कोहली नहुनु हो भन्ने नै आइरहेको छ अझै पनि तपाईँ। मैले भने इन गेमको कुरो गर्दाखेरि चाहिँ मैले मेन कारण त यो सिरिज चाहिँ डिजर्भ गर्थ्यो। यो सिरिजमा रन नहालेको भए चाहिँ यस यो चाहिँ क्रिकेटको वान अफ द मोस्ट क्रिमिनल थिङ होला। विराट कोहलीले चाहिँ आफै रिटायर हुन डिजर्भ गर्थे, यो रोहितसँग घिसारिनु चाहिँ त्यो चाहिँ क्राइमै हो भन्ने लाग्छ मलाई चाहिँ। 4000 रनको सँग टेस्टको सँग होइन, एटलिस्ट मलाई के लागेको थियो भन्दा विराट कोहली चाहिँ टिममा हुन डिजर्भ गर्छ। टेस्टमा 10,000 रन पनि डिजर्भ गर्ने प्लेयर हो विराट कोहली। त्यो चाहिँ त्यो गलतै भएको जुन यो अहिले होइन त्यही नै भयो। त्यो अहिले 700-800 रन अहिले हान्थ्यो 700 रन हान्न सक्दैन। अब हेडिङले त एकदम स्विङको लागि बलर उस हुने के अरे मतलब पिच थियो नि त। हेडिङ त्यस्तो मानेको थियो नि त।
जस्ट तर अब यसपछि त पुरै के तर अरे यो- हेडिङले होइन किन ब्याटिङको यो लागि कल्चर डेभलप हुन सकेन कि ब्याटिङको एउटा लागि। कुरा मलाई लागेको कुरा ब्याटिङको लागि यो हेडिङ मान्छ र इन्डियन प्लेयरहरू जति पनि होइन छन् मान्छ र लेजेन्डरी त्यही भएर त चेजमा धेरै जति भयो पनि नि छन्। ए चेजमा धेरै हुने भयो फोर्थ इनिङमा रन हान्न सकिन्छ होइन। बलिङ फ्रेन्डली भयो बलिङ फिल्डिङ भयो जस्तो लाग्छ जस्तै यसकोमा तिमीले यही स्टार चेक रिटायरमेन्टको कुरा आउँदा स्टार चेक गरेर फेरि ल रिटायरमेन्ट उहाँलाई दिउँ बोल्नु रिटायरमेन्टको कुरा गर्दाखेरि चाहिँ यो त्यो कल्चर डेभलप अझै पनि हुन सकेन कि इन्डियामा जस्तो अरू जस्तो अस्ट्रेलिया न्युजिल्यान्डहरूमा साउथ अफ्रिकाहरूमा चाहिँ पहिल्यै होइन जस्तो यो सिरिजपछि म रिटायर हुन्छु भनेर तोक्ने हुन्छ अनि त्यो सुखद हुन्छ क्या सेलिब्रेसन जस्तो हुन्छ त्यहाँ तर हाम्रो यहाँ चाहिँ यो भनौँ न इन्डिया विशेष गरी इन्डियामा सब कन्टिनेन्ट इन्डियामा चाहिँ यो रिटायरमेन्ट चाहिँ एकदमै सुखद लेजेन्डरी प्लेयरहरूको सुखद हुन सकेन उहाँहरूले त्यसलाई सेलिब्रेट गर्न नजान्नु भएको हो कि उहाँहरूले त्यसलाई त्यसरी बनाउन त्यो स्किल पनि नभएको हो कि के हो होइन त जो पनि जस्तो सचिनकै भनौँ न त सचिनको 200 टेस्ट सबैलाई याद छ तर उहाँ बाध्य हुनुभएको नि वान डेमा त उहाँ पनि रिटायरमेन्ट लिन बाध्य हुनुभएको है टिममा नपरेपछि बाध्य हुनु त्यही त चेरिसवाला होइन क्या र अहिले धोनीको हकमा पनि त्यो भएन र विराट कोहलीको हकमा पनि त्यो चाहिँ त्यो लेभलको त्यो स्ट्राक्चर भएको प्लेयरको पनि सुखद चाहिँ हुन सकेन उहाँले बनाउन सक्नु भएन कि उहाँको पनि कमजोरी होला बोर्डको पनि कमजोरी होला अब त्यहाँ फ्यानको सबै अब स्टेक होल्डरहरूकै कमजोरी त्यो 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 पनि एउटा चाहिँ त्यो त्यो चाहिँ डेभलप हुन सकेन यो कुरा हामी सबैलाई थाहा छ यो कल्चर डेभलप हुने कल्चर ठिक हो कि कारण चाहिँ हामीले के लिन सक्छौँ म कारण भनेको त पैसालाई गर्छु किनभने इन्डियन टिममा यदि कमब्याक हाम्रो करिम नायरले 14 कि 7 कति वर्षपछि कमब्याक गर्दैछ अहिले टेस्टमा 7 वर्ष आएको थियो होला 14 त होइन हो उ त होइन कारण के भयो क्रिकेट गिभ मी अ चान्स भनेर ट्विट पनि गरे जस 7 वर्ष मेबी 7 वा 14 मा एउटा 7 हो के 14 भने त कति भयो 14 भने 11 हो 2011 मा टिममा पर्थ्यो त्यो करुण नायर टेस्टमा 2015-16 त्यो टिममा पऱ्यो। ट्रिपल 100 हाने आई थिंक 7 मा भएपछि अब उसको त पैसा त कमायो नि त करुण नायरले यस्तो भयो नि त हामी त कमाइ भ्याएको मान्छेको कुरा गर्दैछौँ नि त हामी करुण नायर अनि त्यसपछि सेन्ट्रल कन्ट्र्याक्टबाट आउने होइन नि त पैसा आउने भनेको चाहिँ इन्डोर्समेन्ट हो त्यत्रो लेभल जुन स्टारडमको लेभलको यो पैसा हो जस्तो मलाई लाग्दैन विराट कोहली धोनीको स्ट्याचरको प्लेयरलाई जस्तो करुण नायरको हकमा तपाईँले भनेको कुरा विराट कोहली धोनीको हकमा चाहिँ तपाईँले भनेको कुरा नलाग्छ धोनीलाई त्यो अनुसारको उहाँहरूले सेन्ट्रल कन्ट्र्याक्ट भन्दा बढी डबल धोनीले कसरी लियो रिटायरमेन्ट कसरी लिँदै लिनु भएन जबरजस्ती निकाल्यो टेस्टमा निकालिए पनि नलियो भने उसले त जेठवटा उसबाट त लिएको हो नि त त्यो के अरे निकालियो मतलब रिटायर लियो जे उता इङ्ल्यान्डको के अरे अस्ट्रेलियाको दुईटाबाट निकालियो वा रिटायर लियो सुनाउ न मेरो त रिटायर भयो धोनी अब सचिनको केसमा पनि उसलाई त रन बनाउनु थियो त्यो भयो अब त्यो वीरेन्द्र सहवाग मैले पैसाको केसमा कसरी आउँदैछ भने वीरेन्द्र सहवाग यो गौतम गम्भीर होइन हरभजन सिंह यिनीहरू त पैसा यिनीहरू त अझै पनि छैन यिनीहरू कमब्याक गर्न सक्छन् है हामीले अहिले चर्चा गरे धोनी नलिकन बसेका होइन नि त कल्चरै भएन नि त कल्चरै छैन भन्ने मेरो कुरै त्यही हो मेरो कारणको कुरा गर्दैछु कि मैले कारण के हुन सक्ला त भन्ने वान अफ द कारण त्यो पनि पैसा पनि हो विराट कोहलीले उसको हकमा चाहिँ त्यो विराट कोहलीले त कसरी भएन विराट कोहली त लियो त ऊ नलिकन के अरे यदि इङ्ल्यान्ड यसो हुन्थ्यो तपाईँले कस्तो अवस्थामा सही हुन्थ्यो तपाईँको कुरो भनेदेखि तपाईँ इङ्ल्यान्डको टिममा पर्नुहुन्न होइन भनेर पनि नलिकन बसेर कुरेर बसेर त्यसलाई चाहिँ विराट कोहली एमएस धोनीलाई पैसाको मतलब हुँदैन त्यो कुरा गर्न सक्नुहुन्छ त्यसले चाहिँ तपाईँ टिममा पर्नु नसक्नुहुन्न भनेपछि रिटायर लियो यता यसलाई एमएस धोनी विराट कोहलीलाई पैसाको मतलब हुँदैन तर हरभजन सिंह तिनीहरूलाई चाहिँ पैसाको कुरो हुन्छ भन्ने मेरो पोइन्ट अफ भ्यू हो तपाईँ त्यहाँबाट चाहिँ नभाग्नुहोस् अर्को एउटा हामी कारण के हुन्छ कल्चर डेभलप नभएको कारण धेरै भयो विविध भयो त्यहाँको स्टारडम अर्को कुरो यो टक्सिक फ्यान बेस छ जस्तो इन्डियामा म त्यसमै जोड्दैछु अर्को कुरा भयो फ्यान बेसको कुरा नि भयो त्यो टक्सिक के फ्यान बेस त राम्रो सुन्नुहोस् टक्सिक के अति नै टक्सिक
अब त्यो स्टारडममा रहेको त्यत्रो फ्यान फलोइङ भएको रिटायरमेन्ट भएपछि अलिकति शान्त लाइफ हुन्छ मान्छेको त्यो रेस्लिङ यो पर्फर्मर सिङ्गरहरूले भनेको हुन्छ कि त्यसमा चाहिँ के हुन्छ भन्दा त्यो चाहिँ ड्रग जस्तो हुने क्या जब स्टेजमा गयो कि त्यत्रो मान्छे चियर गर्दैछन् त्यत्रो मान्छे हेर्दैछन् त्यो भएपछि आफूलाई त्यो एउटा ड्रग जस्तो नि भएर हुनसक्ने चाहिँ अरू स्पोर्ट्समा नि यही देख्दा चाहिँ त्यो पनि हुनसक्छ है भन्ने मैले के भनेको भन्दाखेरि अब जस्तै रिटायरमेन्टमा वीरेन्द्र सेहवागहरूले रिटायरमेन्ट नलिनुको कारण चाहिँ जस्तै अरू टुर्नामेन्टहरू खेल्न लाग्यो पनि होइन खेलिरहने मेरो क्रिकेट करियर त छ है भने इन्टरनेसनल क्रिकेटबाट रिटायर लियो नि लिन त पाइन्छ डोमेस्टिकबाट भन्ने त पोइन्ट त छ तर त्यो पनि अलिकति फरक छ कि म अरू अझै क्रिकेट छ है ममा भनेर चाहिँ म कमब्याक गर्न सक्छु त्यस्तै भनेर चाहिँ त्यो हुनसक्छ मेनली पैसाको पनि हुनसक्छ रिटायरमेन्ट नलिनुको कारण चाहिँ मैले फेयरनेसमा चाहिँ अब के अरे जनसङ्ख्या नै धेरै छ त्यो चाहिँ जहाँ पनि हुन्छ जस्तो त्यो अब सर्टेन लाउडेस्ट माइनोरिटी भन्छ क्या त्यो चाहिँ अब त्यो हुन सक्यो यता नि हुन्छ निरज भनिरहेको हुन्छ जतिखेर पनि एउटा निरज बेरोजगार सर्ट के अरे गरिब बेरोजगारी इन्डियामा कति छ टक्सिक फ्यानबेस हुनुको कारण चाहिँ उनीहरूसँग काम छैन दिवसभरि के छ म त अब त्यही के अरे अरूलाई गाली गरी उसलाई गाली त्यही नि हो अब अस्ट्रेलियामा हेऱ्यो भने क्लाउटिङ पनि भन्न सक्यो त्यो अटेन्सन सिक गर्न सक्यो नि त त्यत्रो मान्छेमा स्ट्यान्ड आउट कसरी हुने त अब हजुरले अहिले भर्खरै विराट कोहलीको मैले सबै भिडियो एनालाइज गरिसकेँ म एउटा विकनेस निकालिदिन सक्छु कसैले थाहा पाएको थिएन भनिदियो भने के भयो त्यो क्लिक बेट जस्तै एउटा हुक भयो नि त मान्छेलाई त इन्ट्रिग गर्यो त्यस्तै जस्तो हो कि स्ट्यान्ड आउट अस्ट्रेलियामा कति छन् बेरोजगार अब अस्ट्रेलियाका मान्छेहरूसँग के अरे स्टकको बारेमा नराम्रो भन्दै बस्ने टाइम छ त उनीहरूसँग एकदम कममा छ नि त हामी इन्डियालाई हेरौँ गरिब न गरिब के अरे नेपाल पनि त्यस्तै छ गाली गर्ने युट्युबमा गाली गर्ने रफोड गर्ने होइन अस्ति के भयो थियो भनेदेखि एउटा संयोग भन्ने के अरे युट्युबबाट चाहिँ मलाई याद आयो संयोग भन्ने के अरे उसबाट चाहिँ रफोड भनेर नेपालको क्रिकेट लाइभमा के अरे हाम्रो एनपिएलमा होइन एनपिएलमा त्यस्तै के थियो रफबाट मलाई त फोन आयो अनि साथीले फोन आएर सर उयो सर तपाईँले त्यस्तो रफोड चाहिँ नहुने उसलाई चाहिँ तपाईँ हो कि होइन भनेर तपाईँ युट्युबमा त्यस्तो म्याच रफोडले नबस्नु भन्छ म कहाँ त्यस्तो गरेको भनेर त्यस्तो पर गएको अब यहाँ त नेपालमा बेरोजगारहरू कति छन् होइन बेरोजगार त्यही मान्छे पनि नहुनु यो ठिक छ अनि अर्को कुरा भनेको चाहिँ अनि त्यो पूजा गर्नेवाला हामीले भन्छ म यसैमा जाँदैछु मिचल मार्च वर्ल्ड कप जितेर गएर म प्लेनबाट ल्यान्ड गरेर पबमा गएर म बियर खाँदै बसेको थिएँ भन्ने कहानी थियो होइन त्यो एउटा इन्डियन फ्यान इन्डियन क्रिकेटर नेपाली क्रिकेटर साउथ इस्ट एसियाको कुनैले त्यो गर्न सम्भव हुन्छ उसले त्यो एक सिप पनि खान नमिल्ने गरेर उसलाई फोटो र सेल्फीको लागि चाहिँ उसलाई अत्याइन्छ कि कारण के भयो एयरपोर्टमा त्यो ट्रफी लिएर जाँदाखेरि प्याट कमिन्सलाई होइन त्यो कसरी त्यो अटेन्सन दिए जस्तो थिएन नि त त्यो पनि एउटा हो अनि अर्को कस्तो भन्दा अहिले देवत्वकरण गर्ने कि जस्तो म्याच हार्यो त्यो भित्रको त्यो हजुर म्याच हारेपछि दानव भयो म्याच हारेपछि दानव भयो र त्यो भित्र दानव र देवत्वकरण गर्ने होइन त्यो भित्रको त्यो कमी कमजोरी स्ट्राटेजिक एनालाइसिस नगर्ने अनि यसले रन हानेन यो गरेन यो भयो यस्तो भयो यो नखेलेर चाहिँ हार्यो यसलाई चाहिँ यस्तो गरायो भन्ने खालको जुन क्रिकेट खेलेपछि त्यो चाहिँ अब त्यो पनि एउटा चाहिँ त्यो नेपालमा पनि बिस्तारै सिपिन भइरहेछ है त्यो कल्चर त्यो इन्डियाको टक्सिक ठिक छ यसमा हाम्रो यसमा तपाईँको बारेमा मैले तपाईँको है तपाईँको कसैको उसमा भन्यो भने तपाईँले पनि त्यही अब उस हुन्छ तर हामी त्यति उस हुनु कि 24 घन्टा त्यही गरेर बस्नु पर्ने उसले भनेको अघि भनेको अनुसार त्यो आफू अगाडि देखिन पाइन्छ होइन कसरी अरूभन्दा देखिने भन्दाखेरि त्यो अनुसार पनि भयो ठिक छ यसमा हामीले राम्रै समय दिइसक्यौँ अब हामी अर्को टपिकमा चाहिँ के जाउँ भन्दा जसप्रित बुमरा होइन
जम्मा 3 गेम खेल्ने भनेर चाहिँ कन्फर्म गरिएको छ। अब कुनमा एज यो सिरिजमा एज अ क्याप्टेन हजुरले डिसाइड गर्नु पर्थ्यो भने चाहिँ हजुरले कुन गेम चाहिँ सेलेक्ट गर्नुहुन्छ होला, अनि एज अ अपोजिसन चाहिँ हजुर चाहिँ कुन गेममा चाहिँ पढ्दिए चाहिँ इट वुड बी बेटर फर अस भन्ने लाग्छ होला हजुरलाई एज इङ्ल्यान्डको। बुमरा 3 म्याचमा अभाइलेबल हुने Yeah. एज अ बुमराको इन्डियन साइडको क्याप्टेन भयो भने न इङ्ल्यान्ड साइडमा भए चाहिँ कुनमा भए चाहिँ इट वुड बी बेटर भन्ने लाग्छ। त्यो त अब अभियसली अब फर्स्ट भइसक्यो। अब 2 गेम चाहिँ अब थर्ड र फोर्थ भन्छु। के भन्दा अब सेकेन्ड गेममा बुमराको एब्सेन्स भयो भने त्यो अब प्रोबेबिलिटी पनि बढ्ने भयो होइन, अब थ्रेड कम हुने भयो। त्यो भएको हिसाबले सेकेन्ड म्याच चाहिँ होइन कि थर्ड र फोर्थ चाहिँ अझ पोसिबल हुन्छ। थर्ड र फिफ्थ भनौँ, त्यो चाहिँ बुमरा म चाहिँ त्यो भन्छु। के भन्नु एज अ इन्डियन साइड चाहिँ हजुर मलाई कुन चाहिँ पहिलासम्म यो कुरो मलाई थाहा थिएन। अब यदि तिम्रो क्वेसनको पनि म क्वेसन गर्न चाहन्छु। अब जस्तो कस्तो 5वटामा 3टा मात्रै खेल्ने भन्ने कि फर्स्ट 3टा खेलेर फर्किने? न 3टा मात्रै खेल्ने हो। वर्कलोड म्यानेजमेन्टको लागि चाहिँ 3टा खेल्ने भन्ने कुरा छ। यस्तो कुरामा चाहिँ म फर्स्ट सेकेन्ड थर्ड नै भन्छु। इन्डियन साइडबाट त फर्स्ट सेकेन्ड थर्ड अनि त्यसपछि अब भन्छ नि लम्बी अब यसो भनौँ यात्राको घोडालाई चाहिँ एकैचोटि बनआउट गरेर पनि भएन। त्यही माथि रिसेन्ट इन्जुरीको हिस्ट्री एज छ। अ बलर हेऱ्यौ भने हजुर के अरे एज अ बलर हेऱ्यो भने अहिलेको नम्बर 1 बलर अल फर्मेट एज अ होल गऱ्यो भने जसप्रित बुमरालाई पनि मान्न सकिन्छ। तर एज अ बलर इन नकआउट फाइनल अनि क्लच म्याचेसहरूमा चाहिँ बुमराको पर्फर्मेन्स इन फोर्थ इनिङ्सको गऱ्यो भने बुमराको पर्फर्मेन्स नर्मल बलर हुँदैन भने बत्तारै छ। अस्तिको म्याचमा फोर्थ इनिङ्समा विकेट पनि लिएन, 1 विकेट पनि लिएन। जुन बलर फ्रेन्डली थियो, ओभरकास्ट कन्डिसन थियो, नम्बर 1 जे जस्तो भने पनि के अरे अघि निरजले भनेको थियो के अरे एउटालाई धेरै हो कि त्यस्तै के हो भनेको थियो के अरे भने पनि बलिङ गर्ने त उसले 20 ओभर हो, उसलाई सक्ने त्यो सबै गर्ने हुँदैन होइन। अब ठिक छ उनी अनुसार गर्ने। अनि अर्को मलाई बुमराबाट एकदम के अरे उस गर्दा पर्दा है ओटिसी फाइनलमा डब्लुटिसी फाइनलमा चाहिँ सर मर्करमको विकेट छ, हाम्रो बुमराको विकेट छैन। त्यो कुराबाट पनि हामी त्यही भन्न ठिकै छ। नाइस वान सर, नाइस वान। मक्रमको त 2 विकेट छ, मर्कमको विकेट छ, 2 विकेट गणदुसितै छ, तर हाम्रो उसमा पनि छैन। तर त्यही नै त्यो भन्दा भन्दै च्याम्पियन बलर त्यस्तोलाई छ अब सकेसम्म विकेट नदिउँ भनेर चाहिँ अर्को एन्डमा चाहिँ क्यासिन गर्न मिल्ने हुन्छ। एउटा इक्जाम्पल चाहिँ सोसोगे हजुरलाई याद छ? उहाँ नम्बर 1 बलर हुनुहुन्थ्यो। उहाँ एज अ सिङ्गल बलर हेर्ने भने चाहिँ उहाँ चाहिँ त्यति उत्कृष्ट हिस्ट्रीमा साउथ अफ्रिकाको हिस्ट्रीमा टप 10मा पनि पर्नुहुन्न होला। तर ओडिआईमा उहाँ ऱ्याङ्किङमा चाहिँ हुनुहुन्थ्यो कि त्यसमा चाहिँ अब सबैको उहाँकै अनुसार नि सबैले भनेको अनुसार चाहिँ के हुन्थ्यो भन्दा डेल स्टेनको अर्को एन्डबाट प्रेसर हुन्थ्यो त्यसमा चाहिँ। अनि फिलान्डर थियो त्यो बेला, फिलान्डर बोपाल भन्नुभएको थियो। वान डेमा सोसोपेको त पेस पनि थिएन कि, थिएन 130 पनि हिट हुन्थेन कि। सोसोपे 130 नै हुन्थेन र हुन त हुन्थ्यो एभरेज पेस। तपाईँले अहिले हेर्न सक्नुहुन्छ उहाँले 1.35 एभरेज पेस है, त्यो म्याक्सिमम 135 पनि उहाँ हिट नगर्ने बलर हुन्थ्यो। मैले उहाँलाई राम्रै त्यो नोटिस गर्थे होइन। उहाँ चाहिँ उहाँले भने जस्तो डेलस्टन र फिलान्डर मैले भन्न खोजेको चाहिँ इट्स अबाउट द बलिङ प्याक होइन, एकजनाले मात्र गर्ने होइन, प्याकमा चाहिँ हन्ट गर्नुपर्छ। प्याकमा हन्ट गर्नुपर्छ भन्ने उहाँ चाहिँ के अरे मुरलीधरनको के 800 कसरी भनौँ वान अफ द बेस्ट प्लेयर। त्यसलाई त भन्छ तँ भनेपछि त राम्रो खेल्न पर्ने होइन। त नम्बर 1 लिइरहेछौँ भने त्यो अनुसारको पर्फर्मेन्स पनि हामीले त्यो क्लच म्याचेसहरू भन्छ त्यो अनुसारको पर्फर्मेन्स हामीले आशा गर्छौँ भन्ने कुरा मात्रै हो। तपाईँले भनेको कुरामा पनि सम्हालेर खेल्यो भने त अब त्यो
होइन मेघलाको जमाना खेले अर्को त्यसमा त सिराजहरू गरेर अलिकति हुनुपर्ने होइन बलिङ प्याक भएन उसपछि चाहिँ प्रेसर रिलिज भयो भन्ने चाहिँ मेरो तर्क हो यही गेममा नि के थियो भने सिनारी म इक्जाम्पल दिन्छु कि यो नेपाल र साउथ अफ्रिका 1 रनले हार्यो नि T20 त्यसमा चाहिँ लामी छानेल इकोनोमिकल भएको त्यो विकेट थिएन तर कुशल भुटेलले 4 विकेट लिएको थियो कि भनेको लामी छानेलले त्यो लामी छानेललाई चाहिँ कसिस भएर खेल्न खोजेको त्यो प्रेसरमा भुटेल आएर विकेट लिएको त्यो चाहिँ हुन्छ राम्रो नगरिकन त विकेट लिँदैन नि त्यो के भन्छ ठिक हो कि यदि प्रेसर रिलिज भइहाल्यो भने त त्यसपछि त त्यो हुन्थ्यो टायर को खेलुका हो दुई तीन वर्ष अगाडिको त पुरै सोसोको पालाको कुरा गरेर 4वटा मेन बलर वान डेमा जस्तै थियो अनि फेब्रुको आएर धोबी खान्छ त त्यहाँबाट 4वटा बलरले झन् धोबी खायो त अब सेकेन्ड म्याच भोलि पर्सि सेकेन्ड म्याचमा चाहिँ अब के चेन्जेस गर्नुहुन्छ के चेन्जेस चाहनुहुन्छ तपाईँ क्याप्टन भएको कोच भएको के कसलाई रिप्लेस गर्नुपर्ने मलाई केही पनि देख्दिनँ अहिलेको टिममा टिम सिनेर गरेर अब मैले विराट कोहली ल्याउनु पर्छ भने त त्यस्तो त मिल्दैन मुभ पनि भइसक्यो होइन विराट कोहली ल्याउने भन्नु मैले भन्दैछु म आउँदैछु त्यहाँबाट चाहिँ अब प्लेयरहरू अर्थिम सिंह चाहिँ टिममा छैन स्क्वाडमा त छ टिम अर्शदीप सिंहले टेस्ट डेब्यु पनि गरेको छ नि सम्भावना देखिया छ अर्शदीप सिंहलाई चाहिँ अर्शदीप सिंह र यो भन्दा अगाडि अर्शदीप सिंहले काउन्टी पनि खेलाएको छ अनि अर्को छ त हाम्रो गड शार्दुल ठाकुरको छमा चाहिँ अझै एउटा ब्याट्सम्यान यसमा चाहिँ मैले एउटा प्रश्न गर्न खोजेँ है शार्दुल ठाकुरलाई चाहिँ बिट्स एन्ड प्लेसेस प्लेयर भन्न सकिएन त्यो भनेको न ब्याटर न बलर नेपालीमा भन्नुपर्दा चाहिँ अङ्ग्रेजीमा भन्नुपर्दा चाहिँ कहिले काहीँ हुन्छ तिमीले त बिर्सिनु नहुनु पर्ने कुरा हो हाम्रो अस्ट्रेलियामा पञ्चसँग जिताएको ठिक छ त्यो त ठिक छ त नि बिट्स एन्ड प्लेयरले गर्ने नै त्यही नै हो ड्यारेन स्यामीलाई वान अफ द बेस्ट बिट्स एन्ड प्लेयर पिसेस प्लेयर भनिन्छ उसले एज अ क्याप्टेन 2टा T20 वर्ल्ड कप जिताएको छ कुनै छैन त्यस्तो तर इन्डिभिजुअल परफर्मेन्स छ एज अ इन्डिभिजुअल प्लेयर त तर बिट्स एन्ड पिसेसै भन्न मिल्यो नि त अब टेस्ट टिममा चाहिँ इन्डियाको जब जुन ब्याटिङ छ जुन बलिङ छ त्यसमा चाहिँ एउटा बिट्स एन्ड पिसेस प्लेयरलाई क्यारी गर्न सक्ने टिम छ त त्यसको एउटा प्रश्न त हो शार्दुल ठाकुरलाई चाहिँ त्यो बेस्ट के भन्छ बिट्स एन्ड पिसेस चाहिँ त्यसमा डिफेन्ड गर्न खोजेको होइन त्यो टिममा किन आउनुपर्छ भनेर भन्ने कुरो नै हो होइन अब त्यसको खाटामा बरु हाम्रो लास्ट टाइम अस्ट्रेलियामै नितिश कुमार यसमा मैले प्रश्न गर्न खोजेँ हामीले बलिङलाई स्ट्रङ गर्न खोजेको कि ब्याटिङलाई स्ट्रङ गर्न खोजेको नितिश कुमारलाई ल्याउन खोजियो भने हामीले के गरियो ब्याटिङलाई स्ट्रङ्गर बनायो बलिङलाई अलिकति विकर बनायो शार्दुल ठाकुरले 20 ओभर दिन सक्ला नितिश कुमार रेड्डीले दिन सक्दैन नि त त्यसमा अब जस्तै के अरे हाम्रो मेन बलरहरुको बुमरा सिराज प्रसिद्ध कृष्ण यसमा मेरो अर्को प्रश्न छ जडेजा चाहिँ इन्टरनेसनली चाहिँ इन्डिया भन्दा बाहिर चाहिँ त्यति प्रोडक्टिभ हुनु भएको छैन उहाँको रन फ्लो रोक्ने मात्रै भयो त्यसको उहाँको सट्टा चाहिँ है कुलदीप यादव चाहिँ कस्तो हुन्छ होला अलि अट्याकिङ लाग्छ मलाई चाहिँ कुलदीप यादव मलाई जति उस लाग्यो त्यो भन्दा चाहिँ अक्षर पटेल हैन जो भयो नि मलाई चाहिँ एउटा के लाग्छ भन्दा त्यो कुलदीप यादवलाई चाहिँ अन्डर युटिलाइज गरे जस्तो लाग्छ इन्डियन क्रिकेटले एक्ज्याक्टली त्यो भनेको चाहिँ विकेट टेकिङ अप्सन लाग्छ कि अट्याकिङ अप्सन हो त्यसको बाहिर पर्फर्मेन्स त्यति राम्रो छैन कुलदीप यादवको जडेजाको भन्दा बदकारी छ हैन डिफ्रेन्ट फ्याक्टर भयो नि त डिफ्रेन्ट फ्याक्टर हो डिफेन्सिभ वाला फ्याक्टर एउटा डिफेन्सिभ भयो एउटा जडेजा चाहिँ एज अ ब्याटरको जुन उसको
स्ट्याट्स छ जुन उसको होइन प्रेजेन्स छ ब्याटिङ रन हाल्यो त्यो बाहिर रन एक्ज्याक्टली हानेको छ त्यसले गर्दा चाहिँ टिममा परेको हो कि भन्ने चाहिँ मेरो प्रश्न। अनि बोलिङ राम्रै गर्छ रन मात्रै उस गरे पनि त्यही छ मलाई होइन कि जडेजाको ठाउँमा अक्षर पटेल ठिक छ बरु हाम्रो यो थर्ड बलर चाहिँ हुन त अब माथि के अरे त जडेजा यस्तो अक्षर पटेल जस्तै ओभरसिज कम्पिटिसनमा चाहिँ त्यो ठिक हुन्छ जस्तो लाग्छ। रनको फ्लोलाई चाहिँ कन्ट्रोल गर्ने कि विकेट लिने भन्नेमा चाहिँ अब दुई अब जडेजालाई फास्ट बलरहरू के हाम्रो 3जना फास्ट बलरहरू मिल्नु पर्ने हो अब जडेजा नलेज त के हो स्पिनरको काम भनेको दुईटा हुन्छ इधर एउटा फास्ट बलरलाई रेस्ट गर्ने दिने भयो अर्को भनेको कि त अट्याक गर्ने भयो ठिक छ। अनि त्यसपछि अब त्यसमा चाहिँ अब 500 कति हो 60 कति त्यो पनि धेरै फरेन कन्डिसन त्यही त नि अस्ट्रेलियन कन्डिसनमा तिमीले भनेको चाहिँ स्ट्राइक कमिन्स अनि त्योभन्दा पहिला गएको थिए प्याकमा चाहिँ पहिला जन्सन ह्यारिस सिडल हो त्यस्तो बेलामा चाहिँ तिनीहरूको चाहिँ बललाई के भन्छ त्यो के भन्छ तिनीहरूको सहायता फेक्लुवाको काम नगऱ्यो भने उनले चाहिँ विकेट लिने चाहिँ काम चाहिँ गरे हुनुपर्छ। उहाँ चाहिँ गुड इनफ हुनुहुन्थ्यो रनको फ्लो रोक्नको लागि नि जुन जुन सिचुएसन अनुसार चाहिँ अब उहाँको क्रिटिसिजम हो मैले भन्न खोजेको चाहिँ कुलदीप यादव चाहिँ सेनवान टाइपको अलि अट्याकिङ टाइपको हो कि भन्ने लाग्छ है मलाई चाहिँ मेरो पोइन्ट अफ भ्यू। अनि त्यसपछि अब जडेजा चाहिँ अलि डिफेन्सिभवाला हो कि भन्ने लाग्छ मलाई। अब इङ्ल्यान्डमा गएर दुईटा स्पिनर खेलाउने कुरो त भएन अनि स्पिनरलाई चाहिँ अहिले अब यो ब्याच बलकोमा चाहिँ अब रोडै हुने हो किनकि उनीहरू पनि ब्याटिङ त्यस्तो सिन खेल्न सक्ने छैन तर फास्ट बलर हो नि त इङ्ल्यान्डमै हुर्केको इङ्ल्यान्डमै गरे हो स्विङ हाने गर्छन् केटाहरू ग्रिन पिचमा आयो भने उनीहरूले कुन चाहिँ त्यो अस्ट्रेलिया भर्सेस साउथ अफ्रिका भएको थियो नि यता पनि सिट ब्याटिङ उता पनि सिट ब्याटिङ हुने त्यस्तै नै हो होइन। तर अब ब्याच बलको लागि त सबभन्दा बेस्ट कन्डिसन के छ फ्ल्याट ट्र्याक छ फ्ल्याट ट्र्याकको लागि फ्ल्याट ट्र्याकै हुन्छ होइन फ्ल्याट ट्र्याक हुने भइरहेपछि अब अट्याक गर्ने हो कि अब जसै रन त आइरहेको छ नि त नि जडेजाको काम के छ रनको फ्लो चाहिँ स्टेम गर्ने छ रोक्ने छ होइन। तर त्यो त भएन नि त अब त्यो गरेर त हुने होइन 20 विकेट लिएर चाहिँ हुने हो नि त टेस्ट म्याच जित्नको लागि त 20 विकेट त लिनै पर्यो त्यसका लागि चाहिँ बरु अट्याकिङतिर गएर चाहिँ सर्दुल ठाकुरको सट्टा एउटा मेरो 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 सजेसन सर्दुल ठाकुरको सट्टा एउटा जेन्युन फास्ट बलर जडेजाको जेन्युन फास्ट बलर एउटा ब्याटर जस्तै नितेश कुमार रेड्डी त्यसले ब्याटिङ स्ट्रङ्गर बनायो अनि कुलदीप यादव जडेजाको सट्टामा आयो भने ब्याटिङ धेरै नै विक भयो तर बलिङमा चाहिँ अलिकति अट्याकिङनेस चाहिँ बढ्छ कि जस्तो लाग्छ है मलाई चाहिँ। अनि त्यसमा त मैले त्यो अघि 20 विकेटको कुरा आएको थियो यो कम्बिनेसन 20 विकेटको कुरा गर्दाखेरि चाहिँ इन्डियन क्याप्टेनहरु म भन्छु नितिश रेड्डी यो भन्दा अस्ट्रेलिया सिरिज राम्रै गरे जस्तो लाग्छ किन स्क्वाडमा राख्यो स्क्वाडमा त छ नि स्क्वाडमा हो जसरी गिललाई चाहिँ अन्डर द बस पारियो नि पहिलो गेम क्याप्टेन्सी छ त्यो त कोचिङ स्टाफ पनि हो नि त त्यहाँबाट पास अन हुनु पर्यो इन्फर्मेसन क्रिकेट भनेको त्यो एकजनाले सबै रुल गर्ने भन्ने त्यो पाला त गइसक्यो धेरै अगाडि हो अहिले त स्ट्राटेजिस्ट हुन्छ बलिङ कोच हुन्छ ब्याटिङ कोच हुन्छ हेड कोच हुन्छ त्यो इन्फर्मेसन चाहिँ किन पास अन गरियो केही अट्याकिङ केही आउट अफ दि बक्स केही नि भएन कि त्यो जस्ट वेटिङ फर द मिस्टेक के ब्याटरको मिस्टेकलाई चाहिँ कुरा गेमलाई आफूले कन्ट्रोल गरेको होइन कि रियाक्टिभ थियो कि दे वर चेजिङ द बल जहाँ गयो त्यहीँ गयो फिल्डर राख्यो त्यसरी त कहिलेसम्म साध्य लाग्छ। अब गेम त साह्रै नै रमाइलो गयो है अब विन पनि भइहाल्यो वान अफ द हिस्टोरिक विन भयो अब त्यसमा केही चेन्जेस गर्न चाहनुहुन्छ कि विनिङ टिमलाई किन टिङ्कर गर्ने भन्ने लाग्छ त्यो कम्बिनेसन नै ठिक छ होइन यसलाई नै निरन्तरता दिनुपर्छ। अब यो सिरिज चाहिँ हाई स्कोरिङ
नै होला जस्तो छ होइन सबै इनिङ प्रिडिक्सन सिरिज प्रिडिक्सन र अन्डर अफ द सिरिज अब म भन्छु कि म धैर्य गर्नुहोस् न धैर्य गर्नुहोस् अब बोल्नुहोस् भन्दै जानुहोस् त्यो अब हाई स्कोरिङ हुनेवाला छ सिरिजमा होइन के नेक्स्ट गेममा फोकस हो न नेक्स्ट गेममा फोकस गर्नु पर्दाखेरि अहिले नीतिश रेड्डी छ भने अहिले भने जस्तो इन्डियाले चाहिँ नीतिश रेड्डी र जडेजालाई ड्रप आउट गरेर होइन नीतिश रेड्डी र हजुर इङ्ल्यान्डतिर फोकस हुनुहोस् के हामी त अपोनेन्ट जे छ त्यो खेल्ने हो अपोनेन्टको लागि चाहिएन हजुर इङ्ल्यान्डको टिममा चाहिँ केही चेन्जेस गर्न इङ्ल्यान्डको चाहनुहुन्छ चाहिँ गर्नुपर्ने जस्तो हो मलाई त्यति भइरहेपछि अब हामी चाहिँ प्रिडिक्सन तर्फ लागौँ है के लाग्छ नेक्स्ट गेमको विनर पाले पालो भन्नु होला इङ्ल्यान्ड हजुर इङ्ल्यान्डै भन्नुहुन्छ हार मानिसक्नु भएछ उहाँले अब हामी चाहिँ एउटा के गरौँ भन्दा इङ्ल्यान्डको मस्ट रन्स मस्ट विकेट इङ्ल्यान्डको मस्ट रन्स मस्ट विकेट दुईजनाले नै भनौँ अपोनेन्टको पनि भनौँ चारवटा चाहिँ प्रिडिक्सन दिनु पर्यो अब हजुरले मस्ट रन्स दुइटै टिमको मस्ट रन्स दुइटै टिमको मस्ट विकेट मस्ट रन यता इङ्ल्यान्डमा चाहिँ अब आई गो विथ जो रुट होइन हजुर भर्खर फर्स्ट म्याच गएको छ लामो सिरिज छ इन्डियाको अगेन्स्टमा रेकर्ड पनि राम्रै छ जो रुटको अब त्यो भएको हिसाबले इङ्ल्यान्डको तर्फबाट जो रुट हाइस्ट विकेट टेकर चाहिँ अब मलाई त्यो कास ब्रेन्डन कार्सबाट निकै प्रभावित हुनुभयो भनेपछि कार्सबाट हाइस्ट विकेट इन्डियाको चाहिँ पनि भन्नु पऱ्यो हाइस्ट रन हजुर भन्नुहोस् इन्डियाको चाहिँ मलाई गिल नै जस्तो लाग्छ है हाइस्ट रन विकेट र मस्ट विकेट चाहिँ अब बुमरा 3 म्याच मात्रै खेल्ने भनिसकेपछि सिराज अघिको प्रश्नमा चाहिँ हाम्रो अक्षर पटेल चाहिँ स्क्वाडमा हुनुहुन्न रहेछ अक्षर पटेलको सट्टा वासिङटन सुन्दरको हुनुहुँदो रहेछ उहाँ पनि अर्को बिट्स एन्ड पिसेस जस्तो लाग्छ मलाई चाहिँ अनि अब हजुर भन्नुहोस् मलाई चाहिँ यता इङ्ल्यान्डबाट चाहिँ डकेट हजुर कार्स नै भन्थे आई विल नट गो विथ हिम सो आई विल गो विथ टम जस्ट यताबाट चाहिँ ऋषभ पन्त बलिङमा चाहिँ यु क्यान लुक पास बुमरा 3 म्याचमा पनि बुमरा सो ऋषभ पन्तको प्रपर ब्याच कन्टिन्यू गर्ने बुमराको चाहिँ सेकेन्ड इनिङको अलिकतिको होइन स्ट्यान्डर्ड भन्दा अलिकति तल चाहिँ सिरिज चाहिँ 4-1 पिक गरेको छु मैले पनि 4-1 टु इङ्ल्यान्ड अनि त्यसमा चाहिँ थर्डमा चाहिँ इङ्ल्यान्ड बुमराको चाहिँ राम्रो म्याच आउँदैछ सेकेन्ड होइन थर्डमा ओके आज यति नै भन्दै हाम्रो यो पोडकास्टलाई चाहिँ अन्त्य गरौँ अब अलिअलि चर्का चर्की भयो उहाँ चाहिँ अझै फ्यान हो त्यो देखिनु भएन यसमा चाहिँ मेरो प्रिडिक्सन चाहिँ फोनिल हुन्छ जस्तो लाग्छ ठिक छ यो रोटेट गर्न एउटा टेस्ट चाहिँ ड्र हुने देख्दैछु मैले पानीले गर्दा नत्र फोनिल हेर छैन स्टार्ट फोनिल देख्छु मैले चाहिँ त्यसमा अब सिरिजको हाइएस्ट रन गेटर चाहिँ इङ्ल्यान्डकोबाट यु कान्ट लुक पास जो रुट होइन त्यो त अभियसली नै भयो उता बलिङमा चाहिँ अलि टफ छ डिभाइडेड हुन्छ जस्तो लाग्छ विकेट चाहिँ इङ्ल्यान्डको तर्फबाट अब इफ आई ह्याड टु पिक वान जस्टङ भन्छु म त्यसपछि इन्डियाको तर्फ चाहिँ अब गिलको चाहिँ अब फर्स्ट क्याप्टेन्सी सिजन अनि ऊ फर्स्ट म्याचमा 100 हानेको देख्दाखेरि चाहिँ रन हाइएस्ट रन गेटर ऊ नै हुने जस्तो लाग्छ मलाई बलिङमा चाहिँ टिम चाहिँ चपिङ एन्ड चेन्जेस हुन्छ जस्तो लाग्छ यो ट्रान्जिसन फेजकोले गर्दाखेरि बट अब बुमराले 3 गेम खेले नि हाइएस्ट विकेट टेकर बुमरै हुने जस्तो लाग्छ मलाई चाहिँ ओके साइनिङ अफ ओके ल ओके बाई बाई सी या